समयमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामीले यो टीएसबाट तपाईले चाहिँ आफ्नो जग्गाको चाहिँ कति आना छ, क्षेत्रफल कति छ भन्ने कुराको बारेमा जानकारी कसरी लिन सक्नुहुन्छ बारेमा हामी सिकौं है त केही कुरा। अब यो एकदमै सामान्य कुरा छ। हामी आम सबै मानिसले चाहिँ कतिसम्म चाहिँ जान्नुपर्छ भन्दाखेरि आफूले किनेको जग्गाहरू अथवा आफूले किन्न गइरहेको जग्गा चाहिँ कति छ त्यतिसम्म निकाल्ने खालको ज्ञान चाहिँ हामीमा हुन आवश्यक छ, ताकि हामी भोलिका दिनमा चाहिँ जग्गा खरिद गर्दाखेरि अथवा बिक्री गर्दाखेरि चाहिँ हामी झुक्किने र ठगिने ठाउँबाट पनि बच्न सक्छौं है। जस्तो यो चाहिँ तपाईले देख्न सक्नुहुन्छ नापी कार्यालय भक्तपुरको टीएस रहेको छ। यसको टीएसको मैले 254 किता नम्बर 254 को चाहिँ तपाईहरुलाई कति आना छ यो निकालेर देखाइदिन्छु। र यो टीएसको स्केल भनेको यतापटि देख्न सक्नुहुन्छ 1:500, यो भनेको 1:500 स्केलमा छ। र यो जहिले पनि यो तपाईले यो टीएस देख्नु भएको यसको चाहिँ उत्तर यतातिर फर्किया हुन्छ है, माथि। यो तपाईको जहिले पनि माथितिर चाहिँ के हुन्छ, उत्तर भएको हुन्छ। अब 1:500 भनेको के हो यसको बारेमा बुझौं। जस्तो 1:500 भनेको यहाँ मैले जुनै पनि यो जग्गाहरु यो स्केलले नाप्दाखेरि चाहिँ तपाईको 1 सेन्टिमिटर यहाँ टीएसको 1 सेन्टिमिटर तपाईको फिल्डमा चाहिँ कति हुन्छ, 500 सेन्टिमिटर हुन्छ। अथवा तपाईको टीएसको 1 इन्ची फिल्डमा 500 इन्ची हुन्छ है, त्यसरी बुझ्न सक्नु पर्यो। अब यही कुरालाई मैले यहाँनिर एफओमा पनि उतारेको छु, देख्न सक्नुहुन्छ 254 किता नम्बर भयो। अब यो भनेको मैले जस्तो तपाईहरुलाई नापेर देखाइदिन्छु। जग्गा नाप्दाखेरि जहिले पनि हामीले के गर्नुपर्छ, ट्रायंगुलेसन गर्नुपर्छ। ट्रायंगुलेसन भनेको जस्तोसुकै जग्गा भए पनि त्यसलाई हामीले कस्तो बनाउनुपर्छ, त्रिकोण बनाउनुपर्छ। अब यो जग्गा यस्तो छ, यसलाई म त्रिकोण बनाउँछु। त्रिकोण बनाउँदा तपाईको यो ट्याक्क बीचबाट यसरी छुट्टिन्छ है। एउटा तपाईको ट्रायंगल यो भयो, अर्को ट्रायंगल यतापट्टिको भयो। अझ तपाईले यसमा एक्युरेट जग्गा नाप्न चाहनुहुन्छ भने यतापट्टिको डायगोनल पनि लिन सक्नुहुन्छ, दुईटा डायगोनल लिन सक्नुहुन्छ। अहिले चाहिँ म तपाईहरुलाई एउटा मात्र डायगोनल लिएर देखाउँछु। अब यो जग्गा यो छ भने यसको तपाईले यहाँनिर नाप्नु भयो भने यो 2.5 सेन्टिमिटर छ है। यो भनेको 2.5 सेन्टिमिटर छ। यतापट्टि तपाईले हेर्नु भयो भने 3 सेन्टिमिटर छ। यो यहाँदेखि मुनिसम्म भनेको तपाईको कति छ, 3 सेन्टिमिटर छ। यो तपाईको 2.5 सेन्टिमिटर भइहाल्यो। अनि यो भनेको माथिल्लो पट्टिको भाग भनेको यसको तपाईको छ 2.6 सेन्टिमिटर छ है, 2.6 सेन्टिमिटर छ। र त्यसैगरी तपाईको यो तल्लो भाग भनेको यसको भाग भनेको तपाईको 2.7 सेन्टिमिटर छ। यो भाग तपाईको 2.7 सेन्टिमिटर छ। र यो डायगोनल है, डायगोनल भनेको तपाईको कति छ भन्दाखेरि यसमा 3.8 सेन्टिमिटर छ। यो चाहिँ 3.8 सेन्टिमिटर छ। यो चाहिँ तपाईको डायगोनल भयो है। अब यसको कसरी निकाल्ने त हामीले त्यो कुरा हेरौं है त। अब तपाईले यसमा चाहिँ के गर्नुहुन्छ भने यो तपाईको ट्रायंगल भयो, ट्रायंगलको चाहिँ यो साइडहरु यसलाई के भन्छौं, साइड भन्छौं हामी है। साइडहरुबाट चाहिँ हामीले के निकाल्छौं, यसको एरिया निकाल्छौं। तर अहिले हामी के गर्छौं भने यसलाई एक्चुअली फेरि कन्भर्ट गरौँ है त। यसलाई कन्भर्ट गर्दाखेरि कस्तो हुन्छ तपाईको, अब म कन्भर्ट गर्दा पनि देखाउँछु। कन्भर्ट चाहिँ कसरी हुन्छ भने यहाँ क्याल्कुलेटर छ हामीसँग। 2.6 सेन्टिमिटर यो कहाँको हाम्रो टीएसको हो। तर फिल्डमा के हुन्छ, स्केल हाम्रो 1:500 को स्केल छ यतापट्टि हैन। अब यसलाई मैले 2.6 सेन्टिमिटर यो भने फिल्डमा कति हुन्छ मेरो, 2.6 × 500 हुन्छ। त्यो भनेको 1300 सेन्टिमिटर रहेछ है फिल्डमा। यो 1300 सेन्टिमिटर रहेछ यो फिल्डमा, किनभने 1:500 मा के छ, 1:500 को स्केल छ। त्यसैगरी यो 3 सेन्टिमिटर भनेको हाम्रो फिल्डमा 3 × 500, 5 3 1800 1500 5 1500 सेन्टिमिटर चाहिँ कति भयो, यो फिल्डमा हाम्रो 1500 सेन्टिमिटर रहेछ। त्यसैगरी यो 3.8 भनेको कति रहेछ, 3.8 × 500 गर्दाखेरि हाम्रो 1900 सेन्टिमिटर रहेछ। यो भनेको कति रहेछ, 1900 सेन्टिमिटर रहेछ। त्यसैगरी अब यो भनेको कति रहेछ त, 2.5 × तपाईको 500 गर्दाखेरि यो रहेछ 1250 सेन्टिमिटर रहेछ। र यो भनेको 2.7 × 500 गर्दाखेरि तपाईको 1350, यो कति रहेछ 1350 सेन्टिमिटर रहेछ। अब यो भनेको तपाईको टीएसमा आयो, यो भनेको है, यो भनेको यसमा आयो, यो भनेको तपाईको कहाँ आयो, फिल्डमा आयो। फिल्डमा चाहिँ तपाईको यति एरिया छ है। अब यो एरिया तपाईले एउटा मोबाइलको एन्ड्रोइड एपबाट तपाईले सिधै निकाल्न सक्नुहुन्छ। अर्को तपाईले वेबसाइटमा हालेर हैन ट्रायंगलको चाहिँ साइडबाट एरिया निकाल्ने भनेर सिधै निकाल्न सक्नुहुन्छ। अब यसमा चाहिँ हामीले तपाईको यसमा फर्मुला लगाएर निकाल्दिन्छौँ है। त्यो फिल्डमा तपाईको यति आयो। अब यो भनेको तपाईको पहिला यो फर्मुला हामी निकाल्छौँ है, एकदम एसएलसी को फर्मुला हो यो भनेको। s भनेको तपाईको a + b + c / 2। त्यो भनेको तपाईको a भनेको ल मानौ 1250 प्लस b भनेको 1300 प्लस c भनेको 1900/2। यसमा मैले तपाईलाई के गर्दै छु, 1 र 2 भनेर पहिला हामीले ट्रायंगुलेसन गर्नुपर्छ। त्यो भने दुईटा त्रिकोणको निकाल्नुपर्छ, एकैचोटी सबैको आउँदैन।
1 को निकाल्छौं त्यसपछि 2 को निकाल्छौं है त अहिले हामी 1 को गरिरहेका छौं यो भने तपाईको s भने यो भने कति आयो भने 1250 50 प्लस 1250 प्लस 1300 प्लस 1900 भागा 2 यो भने तपाईको कति आयो बाइ यति चाहिँ तपाईको के भयो यो सेन्टिमिटर भयो है अब यसमा एरिया तपाईको एरिया निकाल्ने फर्मुला यहाँ छँदै छ फेरि यसको एरिया भनेको तपाईको 22.5 माइनस ए भनेको तपाईको ल 1250 मानौ फेरि तपाईको अर्को भनेको माइनस 1900 मानौ यो अर्को भनेको फेरि हाम्रो 1300 मानौ है यो भनेको कति आउँछ यो सबै तपाईको रुट भित्र नै हो है यो भनेको तपाईको 2 5 इन्टु 2 2 2 5 माइनस 1250 यसबाट मैले यो घटाए यो घटाउँदाखेरि यसको प्रतिफल यति आयो अब यसबाट फेरि म यो घटाउँछु 2 5 माइनस 1900 यो भनेको तपाईको 325 आयो र यो अन्तिम पनि घटाउँछु यो भनेको 1300 यो भनेको 925 आयो अब म यो सबैलाई तपाईको के गर्छु गुणा गर्छु त्यो भनेको 2 2 5 इन्टु 975 इन्टु 325 इन्टु 925 यो गर्दाखेरि यसको यति आयो यसलाई मैले सिधै क्याल्कुलेटरबाटै रुट गरे है एन्सर गर्दाखेरि तपाईको यो यसको एन्सर भनेको 8075 69.41 80 75 69.41 यो चाहिँ के आयो सीएम स्क्वायर आयो है त्यसैगरी यसरी नै हामीले अर्कोको पनि निकाल्छौं हैन अब त्यो चाहिँ तपाईको म स्किप गर्छु एकैचोटी यसको एरिया कति आयो भन्नुहुन्छ है यो सेन्टिमिटर स्क्वायर छ यसलाई हामीले के गर्छौं मिटर स्क्वायरमा लान्छौं त्यो भनेको 1 सेन्टिमिटरमा तपाईको 100 सेन्टिमिटरको 1 मिटर हुन्छ त्यो भनेपछि यसलाई हामीले के गर्छौं यो जति पनि आछ हाम्रो 8 75 69.41 छ यसलाई हामीले 100 इन्टु 100 यसले भाग गरेपछि यो केमा जान्छ मिटर स्क्वायरमा जान्छ है जुन चाहिँ हाम्रो प्राय लाल पूर्जामा चाहिँ मिटर स्क्वायर मिटरमा दिएको हुन्छ है अनि डिभाइड बाइ 100 फेरि गर्दाखेरि तपाईको यो आयो 80.756 मिटर स्क्वायर चाहिँ यसको के आयो क्षेत्रफल आयो अब यसलाई म के गर्छु तपाईको फेरि स्क्वायर फिटमा निकाल्छु त्यो भनेको तपाईको यसलाई स्क्वायर फिटमा निकाल्नलाई 80.756 इन्टु 3.28 इन्टु 3.28 ले फेरि के गर्छु मल्टिप्लाई गर्छु त्यो भनेको 3.28 इन्टु 3.28 यो गर्दाखेरि तपाईको यसको कति आयो 8.81 के आयो फिट स्क्वायर फिट आयो है अब यसलाई फेरि मैले के गर्नुपर्छ आनामा लानुपर्छ त्यो भनेको 868.81 एक आना बराबर कति हुन्छ तपाईको 342.25 के हुन्छ स्क्वायर फिट आउँछ एक आना बराबर तपाईको 342.25 के हुन्छ स्क्वायर फिट हुन्छ है त्यही भएर मैले के गरे यति आनालाई चाहिँ यो यति एरियाले तपाईको एक आनाले मा जति एरिया आउँछ स्क्वायर फिट आउँछ त्यसले टोटल स्क्वायर फिटलाई भाग गरेपछि कति आना हो त्यो ठ्याक्कै निक्लिन्छ 342.25 गर्दा तपाईको यो आयो 2.538 के आयो आना आयो है अब यसमा पनि 2 आना यो भयो र यो भनेको कति छ 0.538 इन्टु फेरि के गर्छु 4 गर्छु पैसा दाम र आना हुन्छ यो कति आयो 2 दाम है 2 दाम आयो 2.154 1.152 इन्टु फेरि 4 गर्दाखेरि कति आयो 0.6 पैसा है पैसा यति आयो तपाईको 2 आना 2 दाम यति पैसा आयो है यो र आनामा भन्नुहुन्छ नि 2.5 आना जति आयो त्यो भनेको क्षेत्रफल 1 को चाहिँ हाम्रो के आयो एरिया 2.5 आना आयो लगभग अब यसैगरी म तपाईलाई क्षेत्रफल 2 को निकाल्छु है त्यसैगरी यो हाम्रो 2 नम्बरको चाहिँ एरिया तपाईको यसको क्षेत्रफल चाहिँ यसरी नै निकाल्दाखेरि कति आयो 3.16 आना आयो है अब अहिलेको 1 नम्बर र प्लस 2 नम्बरको हाम्रो एरिया जोड्दाखेरि तपाईको 1 नम्बरको कति आथ्यो भन्दाखेरि हाम्रो 2.538 2.538 प्लस यो भनेको 3.16 है यो भनेको 2.538 प्लस 3.16 गर्दाखेरि चाहिँ यो भनेको 5.7 आना है यति जग्गा चाहिँ हाम्रो रहेछ त्यो भनेको 5 आना भइहाल्यो हाम्रो अनि 0.7 इन्टु 4 गर्दाखेरि तपाईको 2 दाम फेरि भयो यसलाई किनभने 0.7 लाई 4 ले मल्टिप्लाई गर्दा हाम्रो के आउँछ दाम आउँछ 4 दामको 1 आना हुन्छ है अनि त्यसैगरी 2.8 आछ यो 2.8 मा पनि तपाईको 0.8 इन्टु 4 गर्दाखेरि फेरि तपाईको के आयो 3 पैसा आयो चाहिँ
3 पैसा है 3.2 पैसा है त्यो भने 5 आना 2 दाम 3 पैसा भयो है तपाईको जग्गा चाहिँ कति आयो 5.7 आना आयो यसरी चाहिँ तपाईले के गर्न सक्नुहुन्छ कुनै पनि जग्गाको चाहिँ एरिया निकाल्न सक्नुहुन्छ अब तपाईले यत्रो क्याल्कुलेसन नगरिकन निकाल्न चाहनुहुन्छ भने चाहिँ तपाईले यतिसम्म चाहिँ 500 ले मल्टिप्लाई गर्दा यो स्केल अनुसार 500 ले मल्टिप्लाई गर्दा यो निकाल्नु पर्ने हुन्छ यो यसरी मल्टिप्लाई गर्दा तपाईको यो जति सेन्टिमिटर छ 500 ले मल्टिप्लाई गर्दा यो निकाल्ने अनि त्यसपछि भनेको तपाईले के गर्ने सिधै एन्ड्रोइड फोनमा तपाईको एपहरु पाइन्छ यो साइडहरु ट्रायंगलको साइड निकाल्ने भनेर अथवा तपाईले सिधै वेबसाइटमा गर्दा चाहिँ यो हाल्नुभयो भने एकैचोटी के हुन्छ एरिया निस्किन्छ यस्तो हिसाब गर्नै पर्दैन है यसरी चाहिँ हामीले कुनै पनि जग्गा के गर्न सक्छौं क्षेत्रफल निकाल्न सक्छौं धन्यवाद